हिजो बेलुकाको अविरल बर्सातले फेरी र घन्टेको बीचको यो सडक वारीको वारी पारीको पारी भयो है। सडक अवरुद्ध धरान धनकुटाको। यो चाहिँ मूलघाटको दृश्य हो। यो हाम्रो मूलघाटदेखि ओर फेदी सडक खण्डमा चाहिँ यसरी खोलाले बाटो पुरै बगाएर यो सडक आवत जावतमै समस्या छ। यो अवस्था यस्तो छ। हाम्रो सिधा अगाडि यो सडक हो। यो यतै खोलो यसरी कटान गरेर यसरी लिएको छ। यस्तो अवस्था छ। यो बिहान एरिया क्लियर गर्न आउँदाखेरि यसरी चाहिँ भएको अवस्था छ। यस्तो छ।